यहाँहरू सम्पूर्णमा मेरो तर्फबाट ख्रिस्टीय अभिवादन, न्यानो चाहिँ मेसी अनि सम्पूर्णलाई नमस्कार। मैले चाहिँ परमेश्वरको वचनलाई लिएर आएको छु आज हजुरहरूको बिचमा। यहाँनिर चाहिँ यसरी भनिएको छ, परमप्रभुको वचनले आकाशहरू निर्माण भए र उहाँकै मुखको सासले त्यसका ग्रह नक्षत्रहरू पनि भए भनेर भन्दछ। भजन सङ्ग्रह 33:6 भन्दछ, साँच्चै नै परमेश्वरले चाहिँ जब आकाशहरू बनाउनु भयो, पृथ्वीहरू बनाउनु भयो, पृथ्वी शून्य थियो भनेर हामीले बाइबलमा उत्पत्तिको पुस्तकमा हेर्न सक्छौँ। अनि जब परमेश्वरले चाहिँ तारा मण्डलहरू बनाउनु भयो, त्यसपछि आकाशहरूलाई बनाउनु भयो, निर्माण गर्नुभयो, उहाँले हेर्दै गर्दाखेरि चाहिँ अनि त्यो चाहिँ उहाँलाई राम्रो लाग्यो भनेर, असल थियो भनेर भन्दछ। जब उहाँले सबै थोकहरू बनाउनु भयो, समुद्रमा बस्ने माछाहरू, त्यहाँनिर बस्ने जीव जन्तुहरू बनाउनु भयो, पृथ्वी बनाउनु भयो, पृथ्वीमा भएका सबै थोकहरूलाई जब उहाँले बनाउनु भयो, त्यसपछि चाहिँ अनि स्वर्गका साराले चाहिँ उहाँलाई पुजे, उहाँलाई पुज्दछन्, उहाँको महिमा गरिरहेका छन् भनेर चाहिँ भन्दछ। त्यसकारण आज तपाईँ र मैले पनि हाम्रो परमेश्वरलाई पुज्नुपर्ने कुराहरूलाई चाहिँ यहाँनिर झल्काइरहेको छ। नेहम्याको पुस्तकले यसरी भन्दछ है। त्यसकारण उहाँले स्वर्गमा चाहिँ परमेश्वरलाई पुजिरहेका छन्। 9:6ले चाहिँ भन्दछ। अनि तपाईँ र मैले पनि आज हाम्रो परमेश्वरलाई चाहिँ पुज्नुपर्छ। तपाईँ र मैले पनि आज हाम्रो परमेश्वरलाई चाहिँ पुज्न पछि हट्नु हुँदैन, उहाँले गर्नुभएका अचम्मका कामहरू देखेर।